घरमा बस्दा बस्दा दिक्क भएर म र मेरो भाइ चाहिँ आज यसरी मम्मीहरूलाई बाई भनेर आन्टीको घर चपुर जान आँट्दैछौँ। अनि सुरुमा चाहिँ हामी यसरी घरबाट मयुरीमा निस्क्यौँ। मयुरीबाट चाहिँ हामी यसरी बस पार्क हेटेर बस पार्क गयो चाहिँ अनि यसरी आएर बसमा चढ्यौँ। अनि त्यहाँ नै आधी घन्टा रुक्नु पऱ्यो गाइज, यति रुक्नु पऱ्यो बल्ल बल्ल गाडी हिँडायो। त्यही पनि गाडी चाहिँ यस्तो स्लो हिँडाइरहेको थियो नि, बिच बाटोमा गएर चाहिँ एकदमै रेसमा उडायो। अनि त्यसपछि हामी चाहिँ मजाले यसरी अमिलो खाँदै अनि त्यसपछि बाटोको मनोरञ्जन गर्दै भाइ चाहिँ मस्त सुतिरहेको थियो मेरो। अनि यसरी हामी चाहिँ 3 घन्टाको बाटो बल्ल तल्ल हामी यसरी कटायौँ होइन। रमाइलो भएको थियो, बाटोहरू पनि एकदम राम्रो थियो। अनि फाइनली हामी चपुर बजार आएर यसो फलफुल छलफुल लगेर अनि फेरि यहाँ पनि फेरि मयुरी चढेर हामी चाहिँ आन्टीको घर जाँदैछौँ। अनि आन्टीको घर त हामी फर्स्ट टाइम जान आँटेको, अनि थाहा थिएन, लोकेसन सोध्दै गयौँ। अनि यहाँको चाहिँ एकदमै रमाइलो लाग्यो कि मलाई, बजारहरू पनि कस्तो रमाइलो रहेछ। अनि त्यसपछि बाटो अरूभन्दा नि बाटो चाहिँ एकदम राम्रो, बिचमा चाहिँ कता कता बिग्रेको जस्तो थियो, तर अरू चाहिँ ओभरअलमा हेर्दा चाहिँ राम्रै थियो होइन। अनि अझै खोला त यस्तो बवाल छ नि, यो त हेर्दाखेरि वाउ, हेर्नु न कस्तो दामी खोला थियो नि। फाइनली हामी चाहिँ आन्टीको घर आएर मैले चाहिँ यसरी भिडियो बनाएँ गाइज, बाई।